virgin, freaky girl under the sheets. But you love when things start slowing down. I know you got me, baby. So namaste guys, welcome back to my channel. अनि म चाहिँ आज नयाँ ब्लग फेरि पनि लिएर आइसकेको छु र मेरो साथमा हुनुहुन्छ हाम्रो विजय दाइ यता आइदिनु त। त्यहाँका हाम्रो साथमा विजय दाइ हुनुहुन्छ। विजय दाइ चाहिँ को हो भन्नु होला। विजय दाइ भनेको चाहिँ टक्क विजय दाइ नै हो हो नि दाइ। अनि टक्क डेनमार्क आएकोदेखिको दाइ भनेकै विजय दाइ हो। अनि भाइ भनेको उमेश भाइ हो। दाइ अब इमोसनल होला फेरि हामी होइन। अनि हामी चाहिँ आज कहाँ छौँ भन्दाखेरि कहाँ छौँ अनि साकुरा फेस्टिभलमा आएको हो खासमा। तर साकुरा फेस्टिभल चाहिँ त्यस्तो राम्रो रहेनछ किनभने त्यो फ्लावरहरू सबै खसिसकेछ। त्यो साकुराहरू त्यो सबै खसिसकेको भएर त्यहाँबाट चाहिँ हामी निस्क्यौँ। अनि हाम्रो उत्सवकोबाट हटडग सटडग खाएर ट्याक्क निस्क्यौँ। अनि हामी कहाँ जानु लाग्दा नि कङ्क्रिटो जाने भनेर हिँडेको। 7 मिनटमा पुग्छ भनेको हिँडेकै छौँ। यस्तो छ यी गाइजहरू यहाँ छ। अब हिँडेकै छौँ हामी। अब हामी के भयो ए रातो भले अनि हामी चाहिँ यहाँ रातोमा अल्झेर बसिया ल हरियो बल्यो गइदिउँ। बबाल भयो सिटी नघुमे नि धेरै भएको थियो। टक्क यहाँनिर हिँड्दाखेरि चाहिँ कस्तो पुरै क्या फर्स्ट टाइममा आउँदाखेरिको भाइब्स आइरह। अनि यहाँ यस्तो छ यस्तै छ। या हात दुख्दो रहेछ यार। भक्कल जाँदा हात दुख्दो रहेछ वाइल दुख्दो रहेछ। कसरी गर्छ यार मान्छेले। अब कि उल्टो हात परेर हो क्या हो लेफ्ट ह्यान्ड भएर होला। अब ल है त अब के टक्क है त बाटोमा कस्तो हुन्छ म ठ्याक्क भिडियो बनाइहाल्छु गाइस। ल यो फुल यस्तो सिनेमेटिक यस्तो है फेरि दादाको पारै छुट्टै छ। ल है त गाइस हामी चाहिँ होइन चेरी ब्लसम खोज्दै थियौँ कहीँ पनि भेटेन। लास्टमा त यहाँ यस्तो यसरी अब यसरी छ यो होटेल। बबाल छ यस्तो बबाल लाग्छ यो ठाउँमा चाहिँ। यो चाहिँ के भन्ने जे भने त्यही हो। रमाइलो छ यतानिर होटेल ट्याङ्लिङ टेरी 5 स्टार होटेल। सबै कोरोना भेटेर ऊ त्यहाँ साथीहरूलाई गएर साथीहरूले बियर किनेर खायो। ए बियर भयो ठिक छ। बियर र सुगर तिनीहरूले किन्यो भने खायो। बियर चाहिँ नटुट्ने है। यस्तो भ्लगमा यस्तो कुरा गर्नु हुँदैन। हामी कहाँ छौँ दाइ? अहिले टक्क न्यू हेभनमा छौँ। यो चाहिँ डेनमार्कको विश्व सम्पदा सूचीमा परेको ठाउँ हो है। तर यो पर्ने चाहिँ के मुख्य त्यस्तो देखिन्छ त यहाँ? अस्ति लेख्दै हालेर लेखिदिएर मेन चाहिँ पारिपट्टिको त्यो घरहरू छ नि। यो चढ्दिउँ त घरहरू भएको बेला भाइ भन्नु नि त एकताल। मैले त पहिल्यै चढिसकेँ हो। यहाँबाट कस्तो बबाल देख्दो रहेछ है। अति देखाएको छ तर एकताल यसरी हेरौँ त। यस्तो छ। अनि फेरि आँखाले हेर्दा चाहिँ अलिकति नराम्रो हो कि जस्तो देखिन्छ। तर बब्बाल चाहिँ यो चाहिँ क्यानल टुरको लागि हो होइन। यो बोटिङ भन्छ कि जेसुकै भन्नुहोस् थाहा भएन। के चढिदिने हो त? सृष्टिलाई चाहिँ रिङगडा लाग्ने रहेछ। रिङगडा लाग्छ अरे। अनि अब उनीहरू अब त्यो सबैजना चढ्ने भए पो चढिन्छ त होइन गाइज। सो हामी चाहिँ एक्कासी प्लान बन्यो। अनि के प्लान भयो भन्दाखेरि सृष्टिहरू चाहिँ नचढ्ने रे यो बोट। अनि त्यो पछि हामी चाहिँ चढ्ने भयौँ। सो यहाँ छ आहा के टिकट। अनि यहाँ उर्मिला अनि यहाँ विजय दाइ हामी 3 जना मात्र चढ्न लाग्यो है। टिकट ठ्याक्क यो चाहिँ खतरा। यसको चाहिँ 60 क्रोनर होइन। उतानेर गयो भने चाहिँ 199 क्रोनर। अनि के छ डिफ्रेन्स भनेको है? Is the ticket 3%? Yeah. Thank you so much.
पछाडि बस्ने हो क्या अनि ठ्याक्क यो बोटमा यहाँ भित्र बस्यो नि भयो बाहिर बस्यो नि भयो के भयो त मान्छे भयो यहाँ यत्रो सिटहरू यत्रो धेरै लट अफ सिट भयो टक्क यहाँ दृश्यहरू यहाँनिर खै देखिँदैन रहेछ क्यामेरामा त खै टगल छेक्यो खै त्यहाँ कतानिर बसिरह देखिँदैन रहेछ ल ओके कस्तो हुन्छ बब्बा रमाइलो गर्छ होइन मोबाइलमा ब्याट्री छैन चार्ज छैन चार्ज नभएपछि विजय दाईको मोबाइलबाट गर्छु म ल ल सो यहाँ टक्क सिटमा बसिसक्यौँ अब कतिखेर गुडाउँछ भन्ने थाहा छैन दाई कस्तो लागिरहेको तपाईँको त पहिलोचोटि होइन मेरो त पहिलोचोटि हो खै कस्तो लाग्ने हो मलाई है यसो रिङटा हुन्छ होला जस्तो लागिरहेछ पहिले बस्दाखेरि चाहिँ मस्तै भइरहेछ होइन तर के भन्छ अरे गाडीमा जस्तो हुँदैन क्या अनि यो पानीको फ्लो देख्यो भने यस्तो रिङ्गटा हुन्छ क्या यस्तरी बोर्ने ठिक छ केही भएन होइन केही भएन यहाँ दिदी अगाडि छ होइन अनि म यहाँ हामी दुईजना पछाडि कपाल चाहिँ कम्फर्टेबल देखेँ क्या है स्टेडियममा यस्तै सिट हुन्छ के भने भन्नु त्यहाँनिर किन यो टिकट र त्यो टिकटमा के डिफ्रेन्स छ भनेको मार्केटिङ मात्र हो भनेर भन्यो तर हुन नि हुँदा त्यसमा त हेर्नु न त्यो र यो बोट एउटै त सेमै होइन सेमै होइन बोट सेमै छ पैसा मात्र फरक चाहिँ 199 क्रोनर अनि यहाँनिर जम्मा 60 अझ पहिला त 50 थियो पहिला चढ्ने बेलामा यो चाहिँ मेरो सेकेन्ड टाइम हो फर्स्ट टाइम है बबाल ल कस्तो हुन्छ चरा जस्तो हामी पनि कहिदिनु पर्ने छ कुन चरा ए गर्दैछ यसलाई के भन्छ सिगल भन्छ सिगल हो कि के हो जे सिगल ल है त कस्तो हुन्छ कस्तो बिना प्लानै चढ्दाखेरि कस्तो महसुस हुँदो रहेछ है बिना प्लान चढ्दाखेरि मजा आउँछ होला त्यो त अर्कै बाटो जाँदो रहेछ नि त अनि त्यो अर्कै बाटो काइकिङहरू पनि बब्बाल गरेर कस्तो पोखराको भाइब्स मजा आउँछ है त्यो काइकिङ देख्यो भने अनि यो चाहिँ ओपेरा हाउस हो दाइ यो ओपेरा हाउस भन्थ्यो थाहा छैन हो कि यो आर्मी क्याम्प भन्थ्यो क्या यतानिर क्याम्पै हो क्या त्यो यल्लो लाइनबाट चाहिँ उता स्क्यान्डिनेभियनको सबैभन्दा ठुलो चढ रहेछ सात समुद्रको पारीको त्यो सहरमा सुनाउ न मलाई तिम्रो के छ खबर के भन्छ है म त बिर्से त भन्दै ताल मलाई सुनाउ के छ तिम्रो रहरमा भन्दै ऱ्याप हान्थ्यो नि त ऱ्याप दाइ अब हान्छु म ऱ्याप तपाईँले लाएको छ क्याप
हिँड्नुपर्छ ट्याक ट्याक। हामी हिँड्दैछौँ पानीमा च्याप च्याप। हामी हिँड्नु हुँदैन पानीमा छ्याप छ्याप। फेरि लुगा भिज्छ प्ल्याप प्ल्याप। दाँत देखाएर हाँसिरहेछ। अनि क्यामेरा पनि पुगेछ 1x मा। 1x मा त क्यामेरा नै बिलाउँछ। यही हो मेरो ऱ्याप। ऱ्यापसँग ट्याप, ट्यापसँग क्याप। हामी बोटमा चढेर भइदिएको अहिले हामी झ्याप। ए छैन है दाइ त्यो त। अब छैन 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 त्यस्तो त खाँदैन खाँदैन। झ्याप नभए अलिअलि हान्न आउँदैन ऱ्याप। अनि हामी आज घुम्न आएको कङ्सनिटो। अनि कङ्सनिटोमा घुम्न आउँदा त्यो टिकट बेच्ने मान्छेको टिकट पनि बिक्यो। अनि हामीले के हेर्न पाउने मौका पनि सिक्यो। उमेश लामाले मोबाइलबाट पैसा झिक्यो। The royal family waits in 2 pavilions to the right before boarding the royal yacht. सबैले मसँग सिको। यस्तो दामी लागेको छ। अनि कति बज्यो अहिले? 5 बज्यो होला होइन? 5 बजे यस्तो घाम छ। यस्तै छ के गर्नु। वैदेशिक जिन्दगी विदेशी जिन्दगी पो हो त। वैदेशिक त रोजगार हुन्छ। विदेशी जिन्दगी वैदेशिक रोजगार यस्तै त छ। के गर्नु गाह्रो छ। Blue eyes, blue tinted windows of the facade, which are made to resemble the color of Mask's own shipping company. Mask found out what force Mask committed. सब भेटेर हामीले हटडग पनि खाइदिरा। हटडगसँग साइडको कफी पनि पिदिरा। ल सृष्टिलाई त कफी नै मन नपरेर फ्याल्दिरा। According to profile of Intua, Father, Diplo from Mask. Mask and this festival, अब यो मोबाइलको माइक चाहिँ चलाएको छ कि छैन थाहा छैन। तर भिडियो चाहिँ खिचिरा रमाइलो भइदिरा। पछाडिको मान्छेहरू पनि हाँस्दिरा। त्यो पनि हाम्रो रानी सुन्दिरा। तर we now come to a dark part of Denmark's history. In the free warehouse to the right. No offense guys, no offense. So guys, के चाहिँ त कङ्क्रिटै असल। अनि सक्यो क्यानल टुर पनि सक्यो गाइस। Tusen tack. Tusen tack. सक्यो क्यानल टुर पनि सक्यो। ल अम्ता यहाँ अम्ता दुवैजना अम्ता। कस्तो भयो त क्यानल टुर? रमाइलो भएको छ। बवाल भयो नि। रमाइलो भयो। बवाल बवाल। उता पानीतिर नपुगाओ अनि डुब्दिन तर दाइ डर लागिरहेछ। यति त पौडी खेलिन्छ ढुक्कै खेलिन्छ। त्यति त भन्न पाइयो नि। आइसो स्पिडले यहीँबाट उल्टी हानेको उता ढक्क उल्टी। ल तपाईँलाई थाहा थिएन पहिलाको समरमा अनि यताबाट उल्टी हानेर अनि बढायो हानेको होइन। तर क्या यो यस्तो फोहोर चाहिँ नगर्न भने क्या गरे पनि यो सफा गरिसक्नु पर्यो। अर्को नोरेपुर स्टेसनमा बसिरहेको र जान्छौँ। गाईले अब यहाँनिर दुईवटा फोटो खिच्नुहुन्छ अरे। ल है त गाई अब उतै पुगेर म ट्याक्क है त आउँछु फेरि। हामी चाहिँ के गरेर चाइना बक्स चाइना बक्स के खायो? चाइना बक्स चाहिँ चाउमिन थियो अनि कुखुराको उयो के बनाएको थियो फिला थियो। चिकन राइट चिकन अनि श्रिम्प्स
मेट्रो स्टेसनमा जान्छौँ ठ्याक 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 अनि त्यो पछि सेन्ट्रल स्टेसनमा गएर नेपाली स्टोर होइन त त्यो नेपाली स्टोर इन्डियन स्टोरमा गएर टक्क सरी आयो आमाको अचार हामीलाई युट्युबर भनौँ यस मेरो फ्यान हो मेरो सब्सक्राइबर हाम्रो दुईजनाको बिग फ्यान हो मेरो सब्सक्राइबर होइन भन्दा मेरो सब्सक्राइबर कहाँ हुनु यस्तो भिलेजमा होइन सब्सक्राइबर अनि त्यहाँ गएर आमाको अचारको सुँगुरको अचार के भन्यो है टिमुरको छोरो किनेर ट्राक्क गएर सुत्नु पर्ने हुन्छ ल है त गाइज है यहाँबाट ठ्याक्क ल सो गाइज आजको लागि यति नै फेरि पनि म अर्को ब्लगमा भेट्ने छु अर्को भिडियोमा सो त्यतिन्जेलको लागि स्टे ट्युन अनि अर्को भिडियोमा फेरि पनि भेट्ने छु अनि भिडियो ब्लग मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहोला अनि मन परेको छ भने कस्तो छ भनेर टक्क लगाएर एउटा कमेन्ट पनि गरिदिनु होला होइन कमेन्ट गरेपछि चाहिँ गर्दैन त्यति हो अनि नेक्स्ट भिडियोमा सी यू इन अनदर